हाइस गाइस फेरि पनि म आइसकेको छु तपाईहरुकै सानो छोटका मेरो भदा छन् यहाँनिर एकदमै राम्रो रमणीय ठाउँ छ यहाँनिर हाम्रो चिया बगानमा देख्न सक्नुहुन्छ यतिको रमाइलो छ तपाईहरु पनि नजिक हुनुहुन्छ भने आउनु होला झापामा सो वेलकम ब्याक टु माय च्यानल गाइस सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु न्यू डे न्यू ब्लग अनि आज चाहिँ हामी सानो ड्राइभ पिकनिक जस्तोमा आएको छौं सो अहिले एकछिनमा हामी देखाउने छु मेरो भाइ चाहिँ अगाडि छ देख्न सक्नुहुन्छ हिँडिरहेको छ र देख्न सक्नुहुन्छ यतिको नजारा चाहिँ देख्न सक्नुहुन्छ तपाईहरुले र हामी दुई जना चाहिँ आज हामी कहाँ आएको पिकनिक ड्राई पिकनिक हैन हामी चाहिँ ड्राई पिकनिकमा आएको छौं आउ छिटो हाम्रो अर्को भाइ त्यहाँ आउँदै छ उताबाट हैन दाइ अनि म चाहिँ ठुलो दाइ हो यसको यो भाइको ल ल अब अर्को आउँदै छन् त्यहाँनिर हाम्रो फुच्ची टन हैन हैन ल हाम्रो भाइ चाहिँ रिसाको जस्तो देखिन्छ हेर रिसाको होइन होला है हैन हैन ल हामी ल गाउने हामी गाउन हामी हेरेको हेरे अनि यहाँनिर चाहिँ हाम्रो बहिनीहरू छन् अनि मजाक गर्ने हो हामी सबैजना हाम्रो भाइले चाहिँ ज्याकेट खोलेको छ फाइनल्ली खोलेर उ यता राखेको छन् भन न यसबाट कति राम्रो आछ ल आऊ फोटो खिच्नु आउ न खोइ अर्को दुईजना यता आउनु यता बस न अलि यता यता आउ त तिमी ल ल ल आउनु छिटो फोटोको सुट हुँदैछ यहाँनिर हाम्रो भाइहरूको ल हाम्रो यहाँनिर भिडियो सुट हुने यहाँनिर चाहिँ हाम्रो यस्तो छ गर्दैछ सबैजना ऊ त्यहाँ गर्छ उसले गर्छ त नि उसले यता चाहिँ हाम्रो चिया बगान देखाउ त चिया बगान हो यो सबै हाम्रो चिया बगानमा तपाईहरुलाई स्वागत छ घुम्न आउनु होला हैन अनि उता चाहिँ के छ रे उता देखाइनु न उता चाहिँ उता घर बनाइदिएछ अनि उतातिर चाहिँ मान्छेहरु छ कति मान्छेहरु छन् फाइनली हाम्रो चाहिँ खाने टाइम भइसकेको छ अब हामी हजुरलाई देखाउने छु यहाँ मेरो भाइहरु छ सबैजना अनि यो मेरो ब्लग हो मलाई म जता बसे नि हुन्छ के यहाँ हाम्रो परिकार छ आज चाहिँ यस्तो छ जता बसे नि हुन्छ म ल ल ल जता नि हुन्छ के अब यति भएपछि हाम्रो खानेकुरोमा
काका भतिजको माया देख्नुहोस्। नखाऊ अहिले तिमी पनि नखाऊ ल तँलाई भएन काली जाने अब प्रगति हुँदैछ हाम्रो यहाँनिर। भाइहरू सबैजना हो चेस गरेर यहाँ यहाँ कोक सकिसकेको छ यहाँ। यहाँनिर यो पिटेर दिइहाल्नु पर्छ निकाल्नु त बुटुकाको के यो जस्ट कस्तो आत्तिएको भोटी त आत्तिको होइन जिस्का हो क्या तपाईँले त्यही पकाउनु ल भाडै भिडियोमा त अलिक छोडेर राम्रो देख्दैन होला खालि हाल्न हाल्नु त चाहिँ पकाएन अनि पखेर चाहिँ मेरो कपडा बिग्रो भने म फर्काउँछु नि फेरि गाला माथि माथि नभने चम्ची भयो खाऊ सबैजना रमाइलो गरेर। दुईटा थालमा भाइको थालमा लिएर आइज यो यो यहाँ हाम्रो भाइको ए एकजनाले यो कप गर्ने खै देखाएको चिया चिया राख्न चिया बिचमा राख्छ त्यो लौ न छिटो चस गर छिटो। ठिक छ राम्रो छ। यति भएपछि भइसक्यो सक्यो सबैजना ए सबैजनाले यहाँनिर चाहिँ भिडियो बनाउँदैछन् गाइस। यहाँ भाइहरूलाई छेकिएको छन् हाम्रो भाइहरू यता आऊ। अनि यहाँ कोक सबैजनाले यहाँनिर चाहिँ भिडियो बनाउँदैछन्। यहाँ भाइ छिटो सबैजना आऊ। ठिक छ ल हाम्रो भाइले पनि देखा न उठ्नु पर्दैन। खाना सुरु ल सबैजना ल खाना सुरु हुँदैछ हाम्रो चाहिँ। तपाईँहरूलाई पनि चाहिएको छ भने नजिकै छौँ हामी यहाँनिर चिया बगानमा। हाम्रो भाइ त्यहाँ छन्। यिनी मेरो साली यिनी मेरो साली यिनी मेरो साली यिनी मेरो साली यिनी पनि मेरो साली यिनी मेरी वाइफ। चटपट चाउमिन हाल्यो चटपट अब हामी चाहिँ खाने तयार हुँदैछ। मोमो चाउमिन पनि यहाँनिर छ सबै। चम्ची हाल्यो यहाँ प्लेट हाल्यो चम्ची हाल्यो मजा आयो काला हाल्यो आधा के ठोकेको खाने गन्जी खान्न भिडियो बनाउनु भाइ अझै हाल्छ चाउमिन बिना चम्ची छैन बिना खै यहाँ चम्ची छ मेरो त भिनालाई यस्तो देख्ने आउनु पर्ने टाइम पनि खाऊ अचार हालिदिनु होला अचार हामी झमाझम खाँदैछौँ। पातल भएको भेना ल्याउनु पर्ने छ है चाउमिन अलिक फेरि बनाइलिनु घरमा गएर चटपटी मन पर्यो
अनि सानो सानो डल यस्तो गरौँ भनेको अनि तिमीले यतै हुन्छ भन्छौ मैले भन्छ नि चाउमिन मिठो बनाउँछ चाउमिन चाहिँ मन भएको क्या ल्याएर फेरि मलाई खाजा कस्तो मिठो होइन मैले मोमो पनि त्यतिखेर हिजो भनेको सानो सानो यता यता बनाऊँ भनेर है साँच्ची होइन मोमो मिठो हुन्छ कि सिलाएर मिठो नभएको मोमो सिलाएको मिठो हुँदैन नि त सिलाएको मोमो मिठो हुँदैन क्या जहाँ ठुल्ठुलो पुरी जस्तै छ अनि सिला नै दिने है भन्दै थिएँ खाँदा खाइरहेको सानो मैले होस् है अब फुलिने सुलिने काम नगर्नु चाउमिन भाइसासीमा अब के हो फेरि राम्रो थियो र अरू सबै कुरा ठिक छ कि घामले पोल्यो हो हामीलाई आलु हाल्यो हाम्रो आलु हालेर मटर पनि भन्नु हिजो आमामा रातभरि कति पो छानेको सबै मिसाउनु भयो यहाँ भयो त तपाईँ खाने हो सँगबाट मिठो भएछ नि तर आज कति मान्छे आएर अप्ठ्यारो आउँछ मासु फोटो सोटो खिच्यो मैले फेरि खानु छैन होला नाटो पारेर क्या जाने ग्रुपमा नाच्ने अनि यसो एक दुईवटा सेको आउने सक्कुवा सुँगुरको सेकाउनु खानु को छ यहाँ पानी 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 ससिलो खान्न पानी सुँगुरको खाँदैनौ तिमी पनि आमा कहाँ खान्छ सुँगुर त्यही त हामी दुईजनामा चाहिँ पानी यहाँ छ त मसँग छ बस्दिन यहाँ सुजो बनाएको छु क्या सुयो बनाएको छु के गर्छ गर्छ है मलाई त केही पनि थाहा छैन के भयो त नि हौ तपाईँलाई चाहिँ के चाहिँ खै यो लक खोल्नु त एकचोटि खायो मिठो मिठो दामी दामी भएको छ हाम्रो बजारलाई अब टन्न खाइयो अनि उठ्यो अनि यतातिर अब खाएर फोटो खिच्दैछन् यिनी जुत्ता लाउँदैछिन् ल ल ल छिटो ल फोटो खिच्नुपर्ने अवस्था भइसकेको छ हामी फोटो खिच्दा खिच्दा हामी खेललाई पनि तिमी देख्छौ हामी यता गराएर बस्ने आज भाइ यता चाहिँ हामी सेकुवा सबै पाउँछ हेर्छन् त हेर्दैन नि हामी छौ तिमी फोटो खिच्दा खिच्दा रात पर्न लागिसक्यो अब के गर्ने होला हामी सबैजना ओ माई गॉड व्हाट इज दिस ल यता देखियो अब यसरी ल तारा मिठो चिया बगानमा हाम्रो भोगा सबैजना राम्रै क्यामेराम्यान फोकस करो जल्दी जल्दी करो हम इधर है कैमरामैन ये है कैमरामैन जल्दी फोकस करो लाओ ल हामी जाउँ उनीहरूले डिस्टर्ब नगरौँ है जाउँ हामी उता जाउँ हामीलाई भगाएको छ यहाँदेखि अब हामी कहाँ पुग्छ भने थाहा छैन
हामी कहाँ जाने अब? अगाडिको ढङ्गले हामी चिया बगानमा जाउँ। यस्तो पातै हिँडेको छ हामी पातै कसले पादेको छ यहाँनिर? हाम्रो भाइले पादेको छ। अगाडि हिँड्नु न, अगाडि अगाडि। ऊ त्यो टोयलेट हो? टोयलेट हो? टोयलेट जानु पर्यो। हामी बिस्तारै बिस्तारै राम्रो चिया बगान चिया बगान हामी पनि ल सुकर राम्रो छ चिया। मिलेर खिच न हौ। हाम्रो चिया बगान ए देउसी रे भन न। आएको छैन नि। ला 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 आऊ यता आऊ। आहा कति राम्रो छ यो ठाउँ। कति राम्रो डोको धनी गाई बुनेको। अब कति होइन यहाँनिर एकचोटि भ्यू देखाउनु पर्यो। छोड राम्रो छ यहाँनिर सबैजना। म चाहिँ ठिक छु। सबैजना ठिक छु। सबैजना ठिक छ। आज चाहिँ हामी यो मेरो सानो भाइ दाइ हो। म चाहिँ ठुलो दाइ हो यसको। फोटो खिच्दा खिच्दा दिन भयो। रात बित्छ अब एकछिनमा। हामी आऊ भाइ। पेट देखियो छैन। मैले यस्तो गर न, यस्तो गर, मैले यस्तो गरेँ। कस्तो गर्नु अरे? सासको रम भाइ आऊ। है एकजना म बस्छु त बस्छु। चारजना बस्छ। चारजना म भ्लगमा हाल्नु भ्लगमा हाल्नु पर्यो क्या। दिदी साइडमा फेरि बार्नु त हैन ल फोटो खिचेर अझै भ्याएन। त्यस्तै त्यस्तै त्यसो नगर न। सो गाइज फाइनली अब चाहिँ हामी यहाँबाट चाहिँ हामी घर जाँदैछौँ। सो हाम्रो भिडियो कस्तो लाग्यो? सो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ गाइज। साली नानीहरू घर जाने तस्करमा छन्। म यता छु।